Hello guys, welcome back to my YouTube channel. It's me RR. है आज चाहिँ धेरै पछि भिडियो बनाइदिएछ। सो यो भिडियो चाहिँ हामी लगभग भनेको 1 वर्षपछि बनाउनेछौँ यसको भिडियो। सो अहिले चाहिँ हामी काममा गइरहेको बिच हिँड्दैछौँ हेर्नको लागि। सबै केटाहरू यहाँ छ, केटाहरू गइरहेछन्। पर पिछे सबैले बोकिरहेछ, मैले पनि बोकिरहेको छु है। बोक्दा बोक्दा थाकिसक्यो, धेरै बोल्दैछ होइन। सो जाँदैछौँ है, काममा गएर चाहिँ अन्त के भन्नु। अनि एउटा खुसीको खबर छ है, त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ हामी न्यु गएको छुट्टीको हुन लागिसक्यो, ग्रेजुएसन भइसक्यो होइन। अब ग्रेजुएसनको सेरोमनी भनेको चाहिँ यो आउँदै गरेको 24 तारिक छ। अनि ग्रेजुएसन सेरोमनीमा पनि अभियसली भिडियो बनाइन्छ है। अनि यो चाहिँ धेरै पछि बनाइएको भिडियो, अनि आजबाट स्टार्ट गर्दैछु। त्यही भएर मेरो पनि कस्तो जाने हो दिनहरू। मतलब जापान आएको त लगभग भनेको 2 वर्ष भइसक्यो। अहिलेसम्म त रमाइलोसँग बितिरहेको छु। सो हेरौँ अगाडि कस्तो बित्ने हो। हुन्छ, हाम्रो केटाहरू गइरहेको छ। कस्तो हुने हो आफू केही खान नपाएपछि होइन, मतलब भनौँ न, म त केही खानु त चुरो खानु। यस्तो बेलामा चाहिँ फसिन्छ भनेको यही हो क्या। सब केटाहरू रक्सी खाने, चुरो खाने लागि होइन, आफू भनेको के स्याड पाउने। आदि केटाहरू चाहिँ सायद लसन छिटो हो। लसन त्यो लसन भनेको चाहिँ फोन पनि होइन, फेरि खाने लसन होइन फेरि। सो आदि केटाहरू चाहिँ पर पुगिसक्यो। यहाँ चाहिँ केटाहरू चुरो खाँदैछ। आफू भने यहाँनिर यता जाउँ कि नजाउँ भइरहेछ। त्यस पार्क आइपुग्नु लागि अलिकति पर छ। अनि यो चाहिँ जापानको कामाकुरा है, कामाकुराको भ्यू हो। यो चाहिँ कामाकुरा। यस्तै छ जापानिज लाइफ। जापान आयो, सुरुमा आउँदा हेर्दा कस्तो के हुन्छ थाहा थिएन नि त। अहिले त्यो मतलब भनौँ न, जस डर थियो अलिकति भए पनि कस्तो हुने हो, जिन्दगी कस्तो जाने हो, के हुँदै हो। सुरुमा आउँदा त अप्ठ्यारो पनि भएको थियो, भाषा सासा केही आउँदैन थियो। अनि बिजोक नै हुन्थ्यो। तर अहिले भने चाहिँ ठिकै छ। अहिले भनेको लाइफ चाहिँ राम्रै गइरहेछ। अहिले हरेक कुरा आफै, भाषा सासा आएपछि अलिकति हरेक कुरा आफै गर्न सकिन्छ। हामी जापानलाई बुझ्दै गइयो, त्यही भएर अहिले चाहिँ जस ठिकै छ। यहाँनिर चाहिँ ट्राफिक छ। सकेपछि जाउँ। बेसी केटाहरू कहाँ पुगिसक्यो है। हामी जाँदैछौँ केटाहरू, केटाहरू चाहिँ पछाडि सुरु खेलेर छ। आफूहरू चाहिँ पर्खाएको हिँडेर अब त केही खाँदैन तर उसको बोकेर हिँड्नुपर्छ। के गर्नु, आफ्नो लागि भने चाहिँ एउटा कोक मात्र बोकेर हिँडिरहेको छु म चाहिँ। पछि परको भ्यूहरू हो। परतिर चाहिँ हाम्रो ठ्याक्क गाडी गइरहेकोमा हाम्रो डेस्टिनेसन छ। कसै पुगिन्छ पुग्दैन, केटाहरू आइपुगेन अहिलेसम्म। कुन आइपुगेको अहिलेसम्म कसै कहाँसम्म पुग्ने हो हेर्दै जाउँ। अनि सपोर्ट गर्दै जानु होला। आज कुन प्लेस चाहिँ मेरो हटली हुने गाई हो है। गाह्रो भइसक्यो कि भिडियो बनाउँदा एउटा आफूले मोबाइल, एउटा हातले यत्रो छ भारी सामान।
अलिक गाह्रो त हुँदैन पुग्नै गाह्रो अनि हामी पुग्नु लागि जस्तो छ केटाहरू अहिलेसम्म आइपुगेन कहाँसम्म केटाहरू आउँदैछ जस्तो छ आइपुगेन आधी केटाहरू अगाडि गइसके आधी म एक्लै यहाँ बिचमा आधी केटाहरू पछाडि छन् यो चाहिँ के गर्नु नगर्नु भयो त्यहाँ सो हेर्दै जानु होला म सपोर्ट गर्नु होला अरू त के भन्न सक्छु र अनि डेस्टिनेसनको भ्यू त अभियसली देखाउने नै छु होइन अनि हेर्दै जाउँ अहिले जाँदैछौँ हामी बाटोमा छौँ आइपुग्नु लाग्यो डेस्टिनेसन हाम्रो सो पुगेपछि हेरौँ है हाम्रो डेस्टिनेसन कस्तो रहेछ भ्यू कस्तो रहेछ जापानको यो कामाकुरा साइड भिडियोहरू हेर्दा त यसो राम्रो लागेको थियो लेट्स सी हेरौँ आफू यताको उताको भयो है चाहिँ हाम्रो डेस्टिनेसन साइड हो आइपुग्नु लागेको पछि केटाहरूलाई पर्खा बसेको आधी केटाहरू तल गइसकेको जस्तो लाग्छ सायद हेर्दैन आधी केटाहरू चाहिँ आउँदैछ गरेर गरेको होइन म सुतिरहेको थिएँ जुन उठाएर केटाहरूले लिएर आएको मलाई केही थाहा छैन आज कहाँ जाने के गर्ने भन्ने कुरा है अनि मस्त सुतिरहेको थिएँ कि सुतिरहेको थिएँ खानासाना बनाएँ अनि बिहान खानासाना बनाएर अनि सुतेको थिएँ मस्त आएर जुरुक्क उठाएर अनि त्यो सुताडी मजाले हिँडेको कहाँ आउने कहाँ जाने केही थाहा छैन अचानक भएको डेस्टिनेसन आइरहेको छु सबै कामको ग्रुपहरू हो अनि हामी सबै काम गर्ने ठाउँ हो काम पुरा चलिरहेछ निक्लिम भन्छ मान्दै छैन अहिलेसम्म के भन्छ बन्द के भन्नु त मलाई स्वागत छ ल धन्यवाद होइन हाम्रो के हो तिम्रो नाम राजु राईजी राई भनिदिनुहोस् कसम नाम थाहा छैन राजु सान हामी चाहिँ यिनीहरूले मलाई भिडियो बनाउनु दिने भयो घामपट्टि फर्क्यो कि सजिलो घामपट्टि फर्क्यो भने एउटा फोटो आइसक्यो एउटा फोटो आइसक्यो यसले त मेरो दिमाग खराब पारिसक्यो यहाँको सिसाइड हो आएछ फर्किँदैन अहिलेसम्म होइन बिजोग छ मलाई मार्ने भयो आज साथीहरूले अरू
मेरो साथीहरू चाहिँ तर मलाई चाहिँ छिटो फर्किन्छ क्या केटाहरू पनि काम छ केटाहरूको कामको लागि पनि तर नि सुतेको छ नि सबै सुतेको सुता भनेर छिटो लगेर जाउँ भन्दाखेरि क्या अब चाहिँ सो कसै हेरौँ कसरी लगेर जान सकिन्छ लगेर आजको भिडियो समाप्त हुँदैछ अन्त के भन्नु सक्छु त्यस पछाडि बेल आइकनलाई किनभने नयाँ भिडियो लगाउन सक्छ नयाँ भिडियो आएको बेलामा चाहिँ त्यो सजिलोहरूसम्म पुगोस् भनेर चाहिँ